ग्रामर बेसिक रुल लिएर आएको छु। यो अति नै महत्त्वपूर्ण छ। यो अति नै महत्त्वपूर्ण छ यदि अङ्ग्रेजी शुद्धसँग बोल्न लेख्न चाहनुहुन्छ भने है। ही सी इट अथवा सिङ्गुलर नाउन आउने बित्तिकै त्यसले के लिन्छ, ह्याज लिन्छ, डज लिन्छ, भर्ब 5 लिन्छ, इज लिन्छ, विगत हो भने वाज लिन्छ है। यो घोक्नुहोस्, जान्नुहोस्, जे गर्नुहोस् तर जान्नै पर्छ। यदि दे, वी, यु अथवा प्लुरल नाउन छ भने त्यसले के लिन्छ, ह्याभ लिन्छ, त्यसले के लिन्छ, भर्ब 1 लिन्छ, त्यसले के लिन्छ, डु लिन्छ, त्यसले के लिन्छ, विगत हो भने वेयर लिन्छ र प्रेजेन्ट हो भने आर लिन्छ। र एउटा आई छ, आईले चाहिँ जहिले पनि प्रेजेन्टमा लिँदाखेरि एम लिन्छ। यसले के लिन्छ, अर्को वाज लिन्छ विगत हो भने, बुझ्नुभयो नि, आई वाज एब्सेन्ट है यसरी। अनि भर्ब डु लिन्छ यसले, अनि अर्को के लिन्छ,